आज हामी कहाँ कहाँ गयौँ अनि के गर्यौँ सबै कुरा जान्नको लागि हेर्नुहोस् मेरो फुल भिडियो। त्योभन्दा पहिला नमस्ते अनि जय मसी साथीहरू, फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो अर्को मिनी ब्लगमा। आज चाहिँ मेरो बिहानीको सुरुवात भएको छ। मेरो नानुको दाँत दबाउनेदेखि नानुको चाहिँ चोर दाँत आएको छ अनि दिदीले दबाई दिनुभयो। नानुलाई सन्चो छैन नि त, अनि त्यही भएर घर आएर मैले खुवाएँ नानुलाई औषध। पछि म लागे खाना पकाउन तर्फ अनि चिया पकाउन लाएको चिनी रहन्छ अनि मैले मम्मीले ल्याउनु भयो चिनी, त्यसपछि चिया खानाहरू बसालेर म लागे झाडु पोछा तर्फ साथीहरू। अनि मैले झाडु पोछाहरू सबै गरेर खाना पकाएर म गएँ हाम्रो बारीतर्फ। अनि बारीमा चाहिँ यो क्यारमनको साग अनि त्यसपछि फर्सीको मुन्टाहरू कस्तो राम्रो भयो रहेछ के। अनि मैले टिपेँ, धेरै पनि टिपेन, 2-3टा फर्सीको मुन्टा टिपेँ, क्यारमनको साग टिपेँ। अनि बुवाले चाहिँ नानीलाई मात्रै घुमाउनु लग्नु भएको थियो नि त। त्यसपछि आज अलि फुर्सद थियो नि त, जान्न त होइन बारीतिर भनेर हामी आमा छोरा लाग्यौँ। आज मम्मीहरूले घाँस काट्न लगाएको ठाउँमा अनि चाहिँ मेरो नानु पनि यही रहेछ के, बुवाले यतै ल्याउनु भएको रहेछ। अनि दुई भाइ यहाँ लागे खेल्नतर्फ। ल हेर्नुहोस् हाम्रो यति बुढो हजुरआमाले यति मजाले घाँस काट्नुहुन्छ के। म चाहिँ खासै यता घाँसहरू काट्ने समय पाउँदैन मलाई घरमै, एकजनाले त हाम्रो घरमा ठिक्कै हुन्छ के। घाँस चाहिँ केसको लागि काट्नुहुन्छ भन्दाखेरि हाम्रो घर चाहिँ गाई भैँसीहरू बाख्रा पाठाहरू टन्नै छ के, त्यसको लागि काट्नुहुन्छ। त्यति भन्दै म लागे घरतर्फ, बाबुको स्कुल छ नि त। अनि म आएर छिटो पकाएँ तरकारी अनि हामीले सबैले खानासाना खाएर बाबुलाई स्कुलहरू पठाएर हामी पनि रेडी भएर जान लाग्यौँ। सङ्गति आज घरेलु सङ्गति थियो नि त। अनि हामी गयौँ। फेरि भेटौँला अर्को भिडियोमा। थ्याङ्क यू फर वाचिङ, बाई बाई साथीहरू।